आजको यस कार्यक्रममा उपस्थित हुनुभएका आजका मुख्य अतिथि सुब्बा मेजर एन्ड हनेरी क्याप्टन पदमबहादुर थापा वीर चक्र साहबको श्रीमतीज्यू र यस कार्यक्रममा उपस्थित हुनुभएका विशेष अतिथिहरू लगायत सम्पूर्ण श्रीमती परिवारलाई यस 84औं जन्मोत्सवको जन्मदिनको शुभोपलक्ष्यमा शुभ होटलको प्राङ्गणमा म सुब्बा मेजर एन्ड हनेरी क्याप्टन टेकबहादुर थापाको तर्फबाट हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। तपाईहरु सबैलाई थाहा छ कि आज हामी सुर्खेत जिल्ला सम्पूर्ण श्रीमती परिवार एकत्रित भई पल्टनको 84औं जन्म दिवस मनाउन गइरहेका छौं। मलाई आशा छ यो कार्यक्रम हामी सबै मिलेर हर्ष उल्लासको साथ मनाउन भन्ने ठूलो अपेक्षा पनि राखेको छु। तर पल्टनको जन्म दिवस मनाउन अघि पल्टनको जन्म कहाँ र कसरी भयो भन्ने बारेमा म तपाईहरुलाई छोट गरिमा बताउन चाहन्छु। कुनै पनि संस्था समूह अथवा आफ्नो परिवारलाई आफ्नो पूर्वजहरू या वंशजको बारेमा जानकारी हुन अति आवश्यक छ। जस्तो हामी एक परिवार जन्म लिएपछि कहिले कहाँ कसरी भनी विभिन्न व्यक्तिगत या वंशजको इतिहास थाहा लगाउँछौं। त्यसरी नै एक संस्था समूह अथवा पल्टनको पनि थाहा लगाउन जरुरी छ। हाम्रो पल्टनको इतिहासमा हाम्रो पल्टनको जन्म र वंशजको बारेमा जानेदेखि हाम्रा सम्पूर्ण श्रीमती परिवारलाई आत्मबल जोश तथा हौसला बढ्छ। साथै श्रीमती राइफल्सको गठनको बारेमा थाहा लागे आफ्नो पूर्वजलाई सम्झी हामी आफ्नो पल्टनको इज्जत माथि गर्न सक्छौं र हामी हरेक श्रीमती परिवारलाई पल्टनको इतिहास बताउन सकिन्छ। यसकारण हामी हरेक श्रीमती परिवारलाई समय समयमा अवश्य यो पल्टनको इतिहास बारे जानकारी गराउनेछौं। हाम्रो पल्टनको जन्म हुनुभन्दा केही समय पहिले इन्डिया अलग अलग शासनमा विभाजित थियो, जसमा एक ईस्ट इन्डिया कम्पनीले पनि शासन गरेको थियो। जसरी हाम्रो नेपालमा 2224 राजा थिए, त्यसैगरी इन्डियामा पनि कयौं स्टेटमा कयौं राजाहरूले आफ्नो शासनहरू समूहले संगठनले शासन गरिरहेका थिए। ईस्ट इन्डिया कम्पनीको अवधिमा ईस्ट इन्डिया कम्पनीको ताकत बढ्दै जान गयो र त्यस कम्पनीले आफ्नो अनुभवमा यी पार्टीहरूको चाल चलन रीति रिवाज र रहन सहनलाई हेरी एक आफ्नो नयाँ काम गर्न थाल्यो, जसमा यी पहाडीहरू मध्ये गोर्खा राइफल्स, असम राइफल्स र गढवाल राइफल्स अलग अलग ग्रुपमा गठन गर्यो। सायद हामी सबैलाई यो कुरा थाहा नै होला कि 1857 सालको गदरमा एउटा त्यहाँ अभियान चलेको थियो। गदरमा गोर्खालीले बहादुरी, जोश र ताकत देखेर अंग्रेज छक्क पर्यो र अंग्रेजले गोर्खालीलाई अलग तरिकाले हेर्न थाल्यो। यस 1857 को गदर तुरन्त पछि ईस्ट इन्डिया कम्पनीको शासन सीधा ब्रिटिश सरकारको हातमा गयो। तबदेखि अंग्रेजले गोर्खालीलाई आफ्नो अधीनमा भर्ती गरी साथमा राख्ने केही समय पश्चात ब्रिटिसले गोर्खालीलाई पल्टन वाइज ग्रुपिङ गर्यो, जसमा हाम्रो पल्टन देहरादूनको नजिक सिरमूल भन्ने ठाउँमा 15 मार्च 1941 मा 4 सेकेन्ड जिआर, जो अहिले ब्रिटिस छ, 4 सेकेन्ड जिआर ब्रिटिसमा छ, 4 सेकेन्ड जिआर को नामले जन्मियो। त्यसैले आज हामी सिरमूल राइफल नामले चिनिने गरेका छौं। हाम्रो पल्टनलाई सिरमूल राइफल किन भन्छ भने हाम्रो पल्टन सिरमूल भन्ने जग्गामा स्थापना भएको थियो।